बेलामा बुद्धि बिगारेर घन्टीमा छाप अहिले खाना पकाउने बेलामा सिलिन्डर हाप भनेर चाहिँ बजारमा पुरा हल्ला मचाइएको छ। ती पुराना दलका भ्रष्ट नेता र तिनका झोलेहरूले अहिले यो केही विरोध गर्न पाएनन्। अहिले बालन सरकारले देखाइदियो होला नि हाफ सिलिन्डर सुरुमै भनेका छन्। के यो नेपालको समस्या हो र? यो त अन्तर्राष्ट्रिय समस्या हो। अमेरिका र इजरायलले जब इरानमा हमला गरे नि त्यसको परिणाम हो यो। अहिले भारतमा पनि ग्यास मात्रै हैन पेट्रोलियम पदार्थको हाहाकार भएको छ। संसारभरि हाहाकार छ। नेपालको समस्या होइन। फेरि अर्को कुरा बालन सरकार पनि बनेको छैन। बालन सरकार आउने बित्तिकै पनि यो पूरा हुन्छ फुल हुन्छ भन्दैन के। यो त अन्तर्राष्ट्रिय कुरा हो नि त, अन्तर्राष्ट्रिय समस्या हो नि त। हामीले बुझ्नुपर्छ के। धमिलो पानीमा माछा मार्न पल्केका ती भ्रष्ट नेताहरूले नि अहिले अफवाह फैलाएका छन्। उनीहरू आएका भए त नि यो हाफलाई 955 कति पर्छ भनेको छ नि त्यतिमा पाइँदैन थियो। 10,000 तिर्दा पनि हाफमा नपाएको थियो पहिला कांग्रेस एमाले माओवादीको सरकार बन्दा। त्यसैले हामीले विरोध गर्न पायौं भन्दैमा जे पाए त्यहीमा विरोध गर्नु हुँदैन। यो त 100% सही हो नि त। यो त अन्तर्राष्ट्रिय समस्या हो नि। कहाँ यो बालन सरकार बनेकै छैन। बालनको समस्या हो त यो अन्तर्राष्ट्रिय समस्या हो। एक्चुअली सबैलाई बुझाइदेऊ त। ती भ्रष्ट नेताले जे भनौ, ती झोलेले जे भनौ त्यही हामी नेपालीले पत्याउनु पर्ने यथार्थ कुराको सही कुरा के हो भनेर चाहिँ बुझाइदेऊ त ल। सबैले बुझ्नुपर्ने कुरा त यो हो नि त। अहिले बालन सरकार पनि बनेको छैन पहिलो कुरो त। त्यसमा भएन यो अन्तर्राष्ट्रिय समस्या हो नि त। विदेशबाटै आयात भएको छैन भने त कसरी नेपालमा हुन्छ त? यो बालनको समस्या होइन, बालनको सरकारै बनेको छैन। सबैले बुझ्नुपर्ने कुरा त यो हो नि त। अनि कता बालनले गर्दा यो सरकार छाप यसो गरिनु घन्टीमा छाप लाएर यो होइन। कुनै पनि समस्या यो होइन। यो दोष मात्रै लागिएको हो। सबैले बुझ्नुपर्छ कि यो अन्तर्राष्ट्रिय समस्याले गर्दा आज हामीले समस्यामा ग्यासमा सर्टेज आएको हो भन्ने कुरा चाहिँ प्रष्ट बुझाइ यही छ त। युद्ध भइरहेको छ, देश विदेश सबै युद्ध भइरहेको छ भन्ने कुरा बुझ्दा बुझ्दै पनि कसरी दोष लाउन सकेको त? बुझ्नु पनि मेरो बुझले त यथार्थ कुरा बुझिसकेको छ। अब तपाईहरुले पनि बुझ्नु जरुरी छ कि कागले कान लगो भन्दैमा कागको पछि लाग्ने हैन, कान छाम्नेतिर लाग्ने हो के। है सबैले बुझौं यो समस्या भनेको अन्तर्राष्ट्रिय समस्या हो। जय देश नेपाल, जय बालन सरकार।